नमस्कार हजुरहरूलाई नमस्कार हजुरहरूलाई युट्युब च्यानल मनिष अफिसियल पिएम अफिसियलमा युट्युब च्यानल म तपाईहरुको साथी मनिष मण्डल। आज म हजुरहरूलाई भन्न गइरहेको छु भने टाउको दुख्ने कारणहरू र एउटा भ्रमको रूपमा भइरहेको छ भने टाउको दुख्ने। त्यो भनेको आँखाको समस्याले टाउको दुख्छ भने के कसरी सब दुख्न सक्छ भने आज म भन्न गइरहेको छु। के त्यसको लक्षणहरू हुन्छ भने आँखाको के लक्षण हुन्छ भने र टाउको दुख्छ भने आँखाको पावर कम भएपछि टाउको दुख्छ के कसरी हुन्छ भने म भन्न गइरहेको छु भने र भिडियोको अन्तिमसम्म हेर्नुहोलाका लागि म अनुरोध गर्दैछु। र म धेरै लामो समयदेखि नै यो विषयमा चर्चा त्यो गरेको थियो र आज म भन्न गइरहेको छु। एउटा बिरामी मसँग आएको थियो हैन, अनि मलाई भनिरहेको थियो भने टाउको मलाई धेरै दुखिरहेको छ भने त्यसको के हुन्छ भने र म पनि धेरै योलाई अनुभव गर्नु भएको छ भने धेरै नै अनुसन्धान गरेर र टाउको दुखिने धेरै कारणहरू मध्ये यो आँखा प्रेसरको कारणले गर्दा टाउको दुखिरहेको छ भने एउटा पनि यो के भन्छ भने भ्रमको रूपमा रहेको हुन्छ भने टाउको दुख्ने र महत्त्वपूर्ण कारणले के हुन्छ भने टेन्सनको कारण म्याक्रोसन हुन्छ भने समस्याहरू हुन्छ। आँखाको कारणले अपरेसनको कारणले गर्दा त्यो कसरी नै यो आँखाको कारणले गर्दा टाउको दुख्न सक्छ कि सक्न गर्दैन। म सानो हल्कामा म गइरहेको छु भने र प्रमुख कारणमा भन्न गइरहेको छु भने यो के हुन्छ भने आँखा जुन हाम्रो आँखा हुन्छ त्यसलाई चलाउन त्यो आँखाको चलाउनलाई के हुन्छ भने मसलहरू हुन्छ भने आँखा चलाउनलाई यो अहिले के हुन्छ भने नजिक जस्तै मोबाइल हेर्ने, कम्प्युटर चलाउने, पढे हेर्ने कहिले के हुन्छ भने आँखाको मसलहरू तन्किहाल्छ। त्यसको तन्किहाल्छ भने यो पार्टमा अलि के हुन्छ भने टाउको दुख्छ हैन। कतिजना हुन्छ भने धेरै मोबाइल हेर्छ त्यसको के हुन्छ टाउको दुख्छ। त्यो मसलहरू के हुन्छ भने तनाएको हुन्छ र त्यसै र जस्तै 20 मिनेटदेखि कुनै मोबाइल ल्यापटप हेरियो भने र 20 मिटर टाढा भएर हेर्नुपर्छ र 20 सेकेन्ड जस्तो नै हेर्नु पर्यो। जस्तै नजिकबाट हेरेर के हुन्छ भने समस्याहरू हुन्छ भने त्यस्तै यो फलो गर्नु भयो भने टाउको दुखाइ अलि के हुन्छ भने कम हुन्छ हैन। यस बाहेक अर्को भनेको महत्त्वपूर्ण कारण के हो भने जलबिन्दु के भन्छ जलबिन्दु इक्युटेड। अर्को कारण म देख्नु भएको कारण के हुन्छ भने आँखाको इन्फेक्सनहरू के हुन्छ भने आँखाको इन्फेक्सनहरू हेर्ने र के कस्तो इन्फेक्सन हुन्छ भने हेर्नु टाउको पनि दुखाइरहेको हुन्छ। अर्को के हुन्छ भने वृद्धहरूको एटलेस्टिक भन्ने कन्डिसन पनि हुन्छ हैन। आँखा पुलिकेसन हुन्छ, आँखा इन्फ्लेमेसन इक्वल क्यान्डिडेट्स आँखा दुख्ने, आँखा रातो हुने हैन, आँखा एकदमै धुमैले हुने भन्ने, एउटा चिजलाई दुईटा हेर्ने त्यो पनि हुन सक्छ हैन। टाउको दुखेको सामने के हुन्छ भने आँखाहरू रातो भएको हुन्छ हैन र एउटाको सामनेमा के हुन्छ भने दुईवटा हेर्छ मान्छेहरू। म पनि एकजनालाई एकदम राम्रो गर्छु एक र दुईवटा हेर्न सक्छ। अनि के भन्छ अन्य अवस्थामा भएपछि त्यसको लागि धेरै डर नमान्नु होला हैन।
के हुन्छ भने धेरैजनाले भन्छ आँखाको पावर कम भएपछि दुख्छ कि दुख्दैन। धेरै अध्ययन गरेपछि अनुसन्धान गरेपछि भने के जस्तै आँखा कमजोर हुन्छ भने आँखा दुख्छ भने त्यसको लागि के हुन्छ भने चस्मा लगाएपछि चस्मा लगाए पनि नलगाए पनि हुन्छ भने 80 देखि 75% के भन्छ जस्तै आराम भएर नै जान्छ हैन। जस्तै आँखाको पावर कम भएपछि नै अध्ययन हुनाले दोष दिन मिल्दैन हैन। आँखाको सामान्य कारण हो भन्ने के हुन्छ भने आई मस्यौले हुन्छ भने के हुन्छ आई मस्यौले हुन्छ भने र जति कहिलेको हुन्छ भने रातो हुने एउटै चिजलाई दुईटा हेर्ने आँखा धमेली हुन्छ भने के हुन्छ न पावर हैन र हुँदैन ल। र अतिको लागि धन्यवाद म भन्न चाहेको छु।